हामी चाहिँ विनायक सेनिकेतनबाट आएका छौँ अनि यो चाहिँ हामी चाहिँ आज वी भ्याली कलेज अफ हस्पिटल भनेको चाहिँ यो चाहिँ आएका छौँ। मेरो नाम चाहिँ साइबारी, मेरो नाम सस्टिका भनौँ। अनि हामीले चाहिँ यहाँ ग्रिन क्रियो पावर भन्ने प्रोजेक्ट लिएर आएका छौँ। ग्रिन क्रियो पावर भनेको चाहिँ हामीले यसको नाम राख्नको कारण चाहिँ हामीले यहाँ 3टा सोर्सेस युज गरेका छौँ, विन्ड, सोलर र वाटर। सोलर एनर्जीको लागि चाहिँ हामीले सोलर प्यानल हालेका छौँ। सोलर प्यानलको यता साइडमा चाहिँ हामीले स्मार्ट होम छ, यहाँ चाहिँ हाम्रो टेम्परेचर र ह्युमिडिटी देखाउँछ। अनि विन्ड एनर्जीको लागि चाहिँ हामीले यहाँ विन्ड मिल हालेका छौँ। अनि विन्ड मिलको यता चाहिँ हाम्रो यहाँ वाटर टर्बाइन छ। अनि यहाँ वाटर टर्बाइनमा चाहिँ हामीले हाइड्रो इलेक्ट्रिसिटी पनि देखाउन खोजेको हो। अनि यहाँ चाहिँ यो चाहिँ हाम्रो 3टै एनर्जीको चाहिँ हाम्रो पावर हाउस भयो। अनि यहाँ चाहिँ हामीले इभ्यापोरेसन पनि देखाउन खोजेको हो। अनि इभ्यापोरेसन पछि चाहिँ यो हाम्रो क्लाउड फर्मेसन भयो। अनि त्यसपछि कलेक्सन र प्रेसिपिटेसन, अनि बाँकी सबै चाहिँ हाम्रो डेकोरेसन भयो। अनि हामी चाहिँ यो वी भ्याली कलेजलाई चाहिँ हामी धेरै धन्यवाद गर्न चाहन्छौँ, यो हामीलाई यो अपर्च्युनिटी दिनु भएकोमा।